बर्थडे तृष्णा। लौ हाम्रो केक कट्यो। हेलो गाइस, आज हामी कक्षा 6 मा पढ्ने तृष्णाको बर्थडे छ। हामी सेलिब्रेसन गर्न गइरहेछौँ। लेट्स गो भनेको हेरौँ है। आज हामी सबै तयार छौँ। कक्षा 6 मा पढ्ने भाइ बहिनीहरू हुन् अनि हामी बर्थडे सेलिब्रेसनमा छौँ। तृष्णालाई सरप्राइजको लागि यो बनाइदिएछौँ। यिनी हुन् तृष्णा है। ल अब हामीले ह्यापी बर्थडेको गीत गाउँदै अनि तृष्णालाई केक काट्न लगाउँछौँ है। बोर्डमा भएको केक काट्छिन्, डस्टरले काट्ने है। हुन्छ ल। ह्यापी बर्थडे तृष्णा, ह्यापी बर्थडे तृष्णा, ह्यापी बर्थडे तृष्णा। लौ ह्यापी बर्थडे। तृष्णाको बेस्ट फ्रेन्ड हुन्। नाम के हो? के हो? यम कुमारी रहेछन्। अनि तृष्णालाई अब हाम्रो ह्यापी बर्थडे विश गर्छिन्। ल विश गरौँ है। ल ह्यापी बर्थडे टु यु तृष्णा, ह्यापी बर्थडे टु यु तृष्णा, ह्यापी बर्थडे बर्थडे तृष्णा, ह्यापी बर्थडे। तिमीले आँटेको सबै खुसी पुरा होस्। तिमीले ल्याइदिएछिन्। यो बर्थडे विश गर्दाखेरि नानीले चक्लेट ल्याइदिएछिन्। यिनको साथी प्रिय साथीले यम कुमारीले बाँड्दैछिन् चक्लेट। अनि यिनी सबैलाई टिको लगाउँदैछिन् है। लगाएर यसरी बर्थडे हाम्रो सेलिब्रेसन हुन्छ। कति राम्रोसँग रमाइलो। एकचोटि फेरि बर्थडे भनिदेऊ त जोडले। ह्यापी बर्थडे टु यु, ह्यापी बर्थडे टु यु तृष्णा, ह्यापी बर्थडे बर्थडे बर्थडे। ल गुड बाई।